हेलो फ्रेन्ड्स र आज मैले यो सिम्पल डिश तपाईको अगाडि बनाइरहेको छु देखाइरहेको छु र मलाई आशा छ तपाईहरु यसलाई लाइक गर्नुहुन्छ भनेर। र यो चाहिँ के हो भन्दाखेरि चाहिँ हाम्रो एकदमै फेमस है गिलो रोटी भन्छ नि। र यो चाहिँ मैले यसमा आटा ल्याएको छु। आटा लिए र अलिकति र त्यसमा अलिकति यसलाई ठिकै हुने है दुध र चिनी, यसको नुनको पनि हुन्छ है तर मैले चिनीको बनाए र अलिकति बेकिङ पाउडर र यसलाई मैले मजाले एउटा सानो बटुकामा यसलाई फिटे र यसरी है मैले बनाए र यहाँनिर तपाईले देख्नु हुँदैछ यो रेडी भयो है। एउटा फेरि अर्को मैले बनाए किनभने जम्मा चाहिँ यो 3टा भएको छ है। यो मैले अलिकति मात्रै 2टा जस्तोको लागि बनाएको थिएँ तर यो 3टा भयो। यो लास्ट वान हो। होप तपाईलाई यो मनपर्छ होला यो भिडियो। तपाईले लाइक शेयर अनि तपाईले कमेन्ट पनि गर्न सक्नुहुन्छ। र यो चाहिँ लास्टमा मैले अलिकति बेसी तेल हाली पठाए र तपाईले तेल चाहिँ जति सक्दो कम्ती नै हाल्नु भयो भने चाहिँ हेल्दी हुन्छ है। र यो चाहिँ कोही बेला हतार हुँदाखेरि चाहिँ हामीले यसरी बनाएर अचारसँग किनभने चाहिँ त्यतिकै पनि खान्छ है कतिले चाहिँ सससँग। थ्यांक यू फर वाचिङ।